हेलो नमस्ते सबैजनामा। आज चाहिँ हामी माछा मार्न जान लागेको। आज चाहिँ हाम्रो छुट्टी थियो अनि कम्पनी पनि सबै सुनसान छ यताभरि। आज केही काम छैन, सब बन्द छ अनि त्यही छुट्टी कारण चाहिँ माछा मार्न जान लागेको। सो त्यही हो, अब हेरौँ माछाहरू कति पर्छ हैन। माछा बढी भयो जिउ बढाउँछ। Oh my god! Wow! मलेसियाको तेल बगानभित्र हामी चाहिँ माछा मार्ने काम सुरु गर्दैछौँ। लाग्नु अगाडि खोला 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 हामी अब खोला खोला लाग्दैछौँ अगाडि माछा हान्नुको लागि। लाग्दैन ला भन्दा नि जान थापेछ लास्ट माछा खेलाएर भनेर यति भएको छ हाम्रो माछा चाहिँ जाल त लगाइसक्यो माछा हामीले लगभग 3-4 केजी निकाल्ने उद्देश्य राखेको छौँ, लक्ष्य राखेको छौँ। फेरि बिहान चाहिँ सर्प हो कि जुकाल जान्छ कोब्रा हो बिना कोब्रा हो। हान न केटा हो खोइ हान न केले हान्ने भागिसक्यो त। अभी मजा आएगा ना। जाल लागेको ठाउँमा 2 किलोमिटर हिँडेर परदेखि उठा उठा हाम्रो मिहिनेत खेर गयो त। 2 किलोमिटर परदेखि त्यत्रो धपाउँदै आएको माछा त खोलित रहेछ। अब हामी लाग्यौँ माछा 1 केजी माछा बोकेर।